त्यो भगवान शिव और पार्वती ब्रह्मजी रूप स्वीकार गरेको छ, परिवर्तित भएको छ। चिन्नु नहोस् मलाई, त्यो एकदम दयापूर्वक यो खरबुजा, यो गरिब भक्तलाई दिनु चाहन्छु, त्यो खरबुजा दिएको छ। ला बाबु, ला खरबुजा। तर यो गरिब मान्छेले भन्नु, है खरबुजा के गर्छु, बेकार पैसा 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 चाहियो, 10 रुपियाँ 10 रुपियाँ 10 रुपियाँ। शिवजीले भन्नुभयो, हेर लिनुहोस् न, दिन्छु, लिनुहोस्। ठिक छ, केही पनि नहुनु भन्दा कानमा मानेको लिएको छ। तर यो गरिब मान्छे के विचार गरेको छ, अब केयर खरबुजा के गर्ने, अब मलाई पैसा चाहियो, पैसा। अमेरिका जाने, दुबई जाने, अस्ट्रेलिया जाने, जापान जाने, पैसा 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 चाहियो। तर पैसा, मैले हेरेको कति मान्छेहरू संसारमा 40 वर्षदेखि म घुम्दैछु, मान्छेहरू यत्रो गरिब हुनुहुन्छ संसारमा, अमेरिका नै जापानमा यत्रो गरिब हुनुहुन्छ जो उहाँसँग केही पनि छैन, पैसा मात्रै। पैसाले तपाईँ शान्ति किन्नु सक्दैन। अशान्तस्य कुतः सुखम, प्रेम, मित्रता, शान्ति, हावा, समय, प्राण पैसाले किन्नु सक्दैन। त्यसैले भगवान शिवजीले भन्नुभयो, लिनुहोस्। तर त्यो मूर्ख व्यक्ति थियो, ल म कलीमाथि जान्छु, यो खरबुजा बिक्री गरेर 5 रुपियाँ पाइन्छ, त्यो राम्रो, खरबुजा भन्दा 5 रुपियाँ राम्रो। त्यो बिचरा गएको कलीमाथीमा, और एउटा मान्छे थियो र बच्चासँग, यसो सानो बच्चासँग, त्यो बाबु बुवा 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 खरबुजा चाहियो, खरबुजा चाहियो। त्यो मान्छे आएको छ, ए कति रुपियाँ? त्यो मान्छे आफूलाई पनि चलाक बुझेर, हामी यहाँ 5 रुपियाँ होइन 10 रुपियाँ, 15 रुपियाँ लिनुहोस्, 15 रुपियाँ लिनुहोस्, दिनुहोस्, महँगो छ तर लिनुहोस्। लिएको छ, तर खरबुजा एकदम भरि थियो, एकदम भरि थियो। त्यो खरबुजा लिएर आफ्ना छोरालाई दिएको छ। त्यो सानो बाबु थियो, खरबुजा लिएर खान्थ्यो, त्यो खरबुजा ठुटेर भित्रबाट पनि सुन, चाँदी, मोती, हिरा यस्तो आयो। बाप रे बाप, त यो गरिब मान्छेले भन्यो, ए यो त मेरो खरबुजा, फेरि मलाई दिनुहोस्। होइन होइन, तिमीलाई 15 रुपियाँ पाएको छ, भाग यहाँबाट, तिम्रो भाडा पाएको छ, 15 रुपियाँ पाएको छ, अब जानुहोस्, अब त मेरो भएको छ। यो खरबुजा के हो? संस्कृति, सनातन धर्म संस्कृति बिक्री नगरन है नेपाली मान्छेहरू। यो संस्कृति नबिक्री नगर्नुहोस्, यो तपाईँको संस्कृति हो। संस्कृति विदेशका मान्छेहरू ललायत हुन्छ यो प्राप्त गर्नुको लागि, किनकि वास्तविक आनन्दम बुद्धिवर्धनम विजयते श्री कृष्ण आनन्दम बुद्धि सुसुखम कर्तुम अभियान, वास्तवमा हृदयबाट यो आत्मज्ञान हो।